पक्नुस् त यो न्यूज हेरेर जानुस् त तपाईहरुलाई कस्तो लाग्छ यो न्यूज। श्रीमानले अत्याधिक माया गरेको भन्दै श्रीमतीले डिभोर्स मागेकी छन्। फुजैरा स्थित सारिया अदालतमा एक अनौठो मुद्दा दर्ता भएको छ, जहाँ एक महिलाले अत्याधिक माया गरेको भन्दै श्रीमानसँग सम्बन्ध विच्छेदको माग गरेकी छन्। विवाह भएको 1 वर्ष मात्रै पुगेको अवस्थामा उनले श्रीमानको व्यवहार आफूलाई असहज लाग्न थालेको जनाएकी हुन्। उनका अनुसार श्रीमानले विवाह पश्चात कुनै पनि दिन झगडा गरेनन्, सधैँ माया र सम्मानपूर्वक व्यवहार गरे र घरको काममा पनि साथ दिइरहे। यस्तो निरन्तरको सहयोग र प्रेमले उनलाई झन झल्यास बनाएको र जीवन यति सहज कसरी हुन सक्छ भन्ने शंका उत्पन्न गराएको बताइन्। श्रीमतीले अदालतमा भनिन्, उहाँले कहिले मलाई चिच्याउनु भएको छैन, न त कुनै कुरा लिएर बहस गर्नु भएको छ। मलाई लाग्न थाल्यो म सामान्य वैवाहिक सम्बन्धमा छैन, यस्तै सम्बन्ध असली होइन जस्तै लाग्न थाल्यो। श्रीमतीको दाबी अनुसार उसलाई यस्तो एकतर्फी सहमतिको जीवन असहज लाग्न थालेको हो। यता श्रीमानले भने आफूले सधैँ पत्नीलाई खुसी राख्न चाहेको मात्र बताएका छन्। अदालतले दुवै पक्षको बयान संकलन गरिरहेको छ भने सम्बन्ध विच्छेद दिने कि सल्लाह मार्फत सुल्झाउने भन्ने विषयमा छलफल भइरहेको जनाएको छ। यस्तो पनि हुन्छ आजकलको जमानामा। राम हरे राम हरे राम हरे राम।